हेलो गाइज एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि पनि म धेरै दिनको अन्तरालमा एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियोको टपिक रहेको छ जापानमा स्टुडेन्ट अथवा डिपेन्डेन्टले कति कमाउँछन् त, कति इन्कम जनरेट गर्छन् त, यो बारेमा विस्तृत रूपमा कुराकानी गर्न गइरहेको छु। मैले यो भिडियो चाहिँ लगभग यो टपिकमा 1 वर्ष अगाडि या 1.5 वर्ष अगाडि बनाइसकेको छु। तर अहिलेको कन्टेक्स्टमा 2026 अहिले तपाईँले थाहा नै होला, रुलहरू कति टाइट गरिरहेको छ जापान सरकारले। विदेशीहरूलाई एकदम स्ट्रिक्ट गरिरहेको छ। चेक जाँच भिजा एप्लाई गर्दा पनि चेकहरू गरिरहेको छ। यो अहिलेको सन्दर्भमा चाहिँ इन्कम काम पाउन कति गाह्रो छ, इन्कम सोर्सेसहरू कतिको सजिलरी आउँछ त भन्ने कुरा यो भिडियोमा तपाईँले पाउनुहुनेछ। यो भिडियो अन्तिमसम्म स्किप नगरी हेर्नुहोला र सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला है त। पहिले कुरा डिपेन्डेन्टभन्दा पहिले कुरा गरौँ स्टुडेन्टको। हामी स्टुडेन्टमा चाहिँ नेपालबाट चाहिँ हामी भर्खर +2 दिएर आइसकेका हुन्छौँ। +2 दिएको बेलामा परिपक्वता हुँदैन हामीमा। तर के मात्र मेन्टालिटी हुन्छ भने जापान एप्लाई गरिएको छ, भिजा आउँछ र जापानमा चाहिँ हामीले अब 2-3 लाख कमाइन्छ भन्ने एउटा मेन्टालिटी हामीले राखिसकेका हुन्छौँ र भाषामा चाहिँ हामीले जोड दिएका हुँदैनौँ। तर अहिलेको कन्टेक्स्टमा त्यो सोच, पहिला चाहिँ बरु भाषा नभए पनि काम पाइन्थ्यो, जस्तोसुकै काम पनि पाइन्थ्यो, पाउन सजिलो थियो। हामी आउँदाखेरि त्यो मैले पहिला भिडियो बनाउँदाखेरि हामी आउँदाखेरि कन्टेक्स्टमा बनाएको थिएँ, त्यो बेला कस्तो थियो। तर अहिलेको चाहिँ पुरै चेन्ज छ। तपाईँले जुन मेन्टालिटी नेपालमा आउँदा पढ्दाखेरि राख्नुहुन्छ नि, त्यो सधैँ अपोजिट, सबै अपोजिट हुन जान्छ। किन भन्दाखेरि जापान आइसकेपछि कम्पिटिसन धेरै छ। जुनसुकै ठाउँमा नेपालीहरू, विदेशीहरू, इन्डियन, पाकिस्तानीहरू, भियतनामीहरू बढिरहेका छन्। जससँग क्वालिटी छ त्यससँग काम छ, भाषा छ काम छ, भाषा छैन काम छ। अहिले यही हो भन्न सकिन्छ। ठ्याक्कै सजिलै बुझ्दाखेरि चाहिँ भाषा छ काम छ, भाषा छैन काम छैन। किन भन्दाखेरि पहिला चाहिँ कसैको सोर्समा काम पाइन्थ्यो, अहिले त सोर्समा काम पाउन पनि मुस्किल, गाह्रो भइरहेको छ। डिपेन्डेन्टहरूलाई काम पाउन पनि डिपेन्डेन्टले आफै फोन गर्नुपर्ने स्थिति आइसकेको छ। पहिला यस्तो थिएन। पहिला काम पाउन अलि सहज थियो, तर अहिले अलिक गाह्रो छ। रिजन कम्पिटिसन धेरै। तर नेपालमा जति तपाईँ हुनुहुन्छ भने, नेपालबाट आउन सोचिरहनु भएको छ भने एउटा मेन्टालिटी चाहिँ मैले जापान गएर चाहिँ यति कमाउँछु भन्ने त्यो सोचै हटाउनुहोस्। के राख्नुहोस् भन्दाखेरि चाहिँ मैले भाषा पढ्नुपर्छ, म 4 वर्ष मिहिनेत गर्छु, 4 वर्ष राम्रोसँग N2 लेभलसम्म कम्प्लिट गर्छु भन्ने एउटा मेन्टालिटी राख्नुहोस्। पैसा ऋण तिरिन्छ, पैसा पनि कमाइन्छ, तर N2 लेभल चाहिँ मैले 4 वर्षभित्र या 2-3 वर्षभित्र जति मिहिनेत छिटो गर्नुहुन्छ त्यही तपाईँलाई फाइदा हो, आफ्नै लागि हो। N2 सकेसम्म N2 लेभल चाहिँ मैले 4 वर्षभित्र कम्प्लिट गर्नु नै पर्छ भन्ने एउटा गोल राख्नुहोस्। त्यो गोल राखिसकेपछि तपाईँलाई जापानमा केही दुखाउँदैन। र अहिलेको सिचुएसनमा चाहिँ स्टुडेन्टहरूले कति कमाउँछन् भन्दाखेरि चाहिँ एउटा काम स्टुडेन्टले 28 घन्टा काम गर्ने रुल छ। अहिले त झन् ह्यान्ड क्यास भन्ने कुरा कतै सुन्न पाइन्छ। ह्यान्ड क्यास त हराइसक्यो भन्दा पनि हुन्छ। एउटा काम 28 घन्टा गर्दाखेरि सिटी अनुसार हुन्छ वेजेस चाहिँ। रातिको काम गर्नुभयो भने दिउँसोको कामभन्दा रातिको 25% प्लस हुन्छ। र एउटा काम 28 आवर फुल्ली गर्नुभयो भने चाहिँ 1,20,000-1,15,000 चाहिँ कमाइ हुन्छ। तर त्यतिले पुग्दैन, एउटा कामले मात्रै पुग्दैन। किन भन्दाखेरि भाडा तिर्नुपर्ने हुन्छ। होस्टेलमा बस्नुभएको छ भने त 6-7 महिना तिर्नु पर्दैन। तर होस्टेल छैन, रेन्टमा बस्नुभएको छ भने भाडा, खानापिनादेखि लिएर काम जान आउनु पर्यो। त्यसले गर्दा त्यति बचत अलिअलि गर्न सक्नुभयो भने, रक्सी चुरोट खान लानुभयो भने त बचतै हुँदैन। अलिअलि गर्नुभयो भने हुन्छ। सुरुको आएको 8-10 महिना, 1 वर्ष जति एउटै काम गरे पनि सेभिङ हुन्छ। किनभने होस्टेलको फीहरू नेपालबाट तिरिसक्नु भएको हुन्छ है त। एउटा काम गरेर एउटा केही मेन्टालिटी राख्नुभन्दा 1,20,000-25,000-20सम्म चाहिँ कमाइ हुन्छ। तर फुल्ली 28 आवर्स चाहिँ काम पाउनुभयो भने मात्र। किनभने कोहीको सिफ्ट कम हुन्छ, कोहीले 22 घन्टा 23 घन्टा पनि पाउने हुन्छ। त्यो सिटी अनुसार हुन्छ। किनभने टोकियोतिर अलि वेजेस चाहिँ हाई हुन्छ। टोकियोतिर, ओसाकातिर भाषा तपाईँले छ N4 लेभल, N5 लेभल खरर बोल्नुहुन्छ, बुझ्न सक्नुहुन्छ भने काम पाउन कुनै गाह्रो छैन। किन भन्दा यहाँ ठाउँमा रामेन पसलहरू छन्, म्याकडोनल्डहरू छन्। म्याकडोनल्डमा जुन तपाईँ म्याकडोनल्ड खाना छिर्नुहोस्, त्यहाँ भ्याकेन्सी लेखिरहेको हुन्छ आरु भाइ त भनेर। त्यहाँ तपाईँले आफै फोन गर्न सक्नुभयो भने काम इजिली पाउनुहुन्छ। के चाहियो त हामीलाई? भाषा। अघि सुरुमा मैले भनिसकेँ, भाषा छ काम छ, भाषा छैन काम छैन। अहिले जापान त्यस्तो बनिसकेको छ, स्ट्रिक्ट बनिसकेको छ।
त्यही भएर नेपालमा जोसुकै हुनुहुन्छ तपाईँ एप्लाई गर्न चाहनुभएको छ भने N2 लेभल मैले पास गर्छु जापान आएर, अनि नेपालमा चाहिँ सकेसम्म चाहिँ यहाँ काम खोज्दाखेरि कसरी फोन गर्ने, कसरी रिरेक्सो सिभी बनाउने, यी कुराहरू नेपाल हुँदै प्रिपेरेसन गर्छु। रिसर्च गर्नुहोस्, तपाईँ कुन ठाउँ आउने त्यो रिसर्च गर्नुहोस्, यहाँ आएर तपाईँलाई सजिलो हुन्छ है त। अनि अरू कुरा डिपेन्डेन्टले कति कमाउँछ नि त, डिपेन्डेन्टको पनि सेम कन्टेक्स्ट हो। डिपेन्डेन्टले त फुल्ली लगभग पढाइ हुँदैन नि त, अनि भाषा पनि लगभग कमैको हुन्छ, मिहिनेतै गर्छन् तर कमैको भाषा हुन्छ। त्यही भएर काम कस्तो पाउँछ नि त, बेन्तो होइन, बेन्तो प्याकिङ, बोल्न नपर्ने कामहरू, बेन्तो, बेड मेकिङ, यिनीहरूमा चाहिँ पोइन्ट्स हुन्छ। 28 घन्टा काम गर्नु भए पनि 1 लाख 1,10,000 यस्तै कमाउँछन् डिपेन्डेन्टले। अब कोही ठाउँ हुन्छ चिनेको मान्छेहरू छन् भने ह्यान्ड क्यास ब्याङ्क क्यास गरेर 2टा काम गरेर पनि 2-2.5 लाख 3 लाख कमाउने पनि छन् डिपेन्डेन्टहरूको यसमा चाहिँ है। किनभने डिपेन्डेन्टले पढाइ हुँदैन, 6 दिन 7 दिन काम गर्छन्। तर त्यो पनि अहिले गाह्रो छ, डिपेन्डेन्टले पनि काम पाउन अहिले गाह्रो भइसकेको छ। डिपेन्डेन्टलाई पनि सकेसम्म नेपालमा त तपाईँ बिहा गरेर आउनुभयो भने उत्तिखेर डिपेन्डेन्ट त ल्याउनुहुन्न, डिपेन्डेन्टलाई क्लास हालिदिनुहोस्, वाइफ हस्बेन्डलाई कसलाई हुन्छ क्लास हालिदिएर 3-4 महिना 5 महिना राम्रोसँग एकदम बेसिक टु बेसिकबाट चाहिँ पढ्न लगाउनुहोस्। त्यसले तपाईँलाई यहाँ आइसकेपछि हेल्प हुन्छ। 0 लेभलको डिपेन्डेन्ट यहाँ आउनु र N5 कम्प्लिट गरेर आउनुको डिपेन्डेन्टमा धेरै फरक छ। किनभने N5 लेभल कम्प्लिट गरिसकेपछि यहाँ N4 लेभल सुरु गर्दै कम्बेनियरमा, म्याकडोनाल्डहरूमा डिपेन्डेन्टले काम पाउने चान्स हाई हुन्छ। किनभने बोलेको बुझ्छ अनि आफूले रिप्लाई दिन पनि सक्ने हुन्छ। त्यही भएर डिपेन्डेन्टले चाहिँ नेपालबाट हुँदा चाहिँ 4-5 महिना मिहिनेत गर्नुभयो भने यहाँ आएर हस्बेन्ड वाइफ त स्टुडेन्ट पार गरिसक्नु भएको हुन्छ, उहाँले पढाएर भए पनि युट्युबबाट भए हुन्छ। युट्युब अहिले सोर्स त पढ्ने सोर्सहरू पनि कति छ, युट्युबहरू छ, सक्नुहुन्छ है। मेन कुरो चाहिँ नेपाल हुँदाखेरि चाहिँ तपाईँहरूले यति कमाउँछु यति हुन्छ भन्ने त्यो सोच्दै नसोच्नुहोस्, त्यो जस्ट अपोजिट हुन जान्छ। अहिले कन्टेक्स्ट एकदम क्रिटिकल छ, अहिले यहाँ चाहिँ एकदम स्ट्रिक्ट भइरहेको छ। यो डराउन दिनलाई भिडियो बनाएको होइन कि, जस्ट सेल्फ एकदम केयरनेस। नेपाल हुँदै तपाईँले केयर गर्नुभयो भने तपाईँलाई चाहिँ यहाँको स्टेप टु स्टेप हिँड्न सजिलो हुन्छ। अब स्टुडेन्टहरूले चाहिँ चिनेको कोही छ भने ह्यान्ड क्यास गरेर ब्याङ्क क्यास गरेर 2-2.5 लाख कमाउनु पनि हुन्छ। तर मेन चाहिँ यहाँ कति कमाइ हुन्छ भन्ने सन्दर्भमा चाहिँ 1 लाख 1,10,000 1,20 सम्म चाहिँ मेन्टालिटी राख्दा हुन्छ, यदि 28 घन्टा काम फुल्ली पायो भने चाहिँ। र स्टुडेन्टले काम चाहिँ पाउँछ, नपाउने होइन। अलिअलि भाषा भयो भने चाहिँ रामेन पसल है, म्याकडोनाल्ड जुन ठाउँमा छलछल्ती छन्, सुपाहरूमा पनि पाउँछ यहाँ चाहिँ। त्यही भएर पहिलो प्राथमिकता चाहिँ तपाईँले नेपाल हुँदाखेरि चाहिँ राम्रोसँग प्रिपरेसन गर्छु र जापान आइसकेपछि सेभिङ गर्ने बानी बसाल्छु भन्ने चाहिँ एउटा मेन्टालिटी राख्नुहोस्। किनकि नयाँ जापान आउँदाखेरि चाहिँ अब आइयो अब चाहिँ बस सेटल भयो भन्ने होइन, तर कति बेला जापानले फर्काइदिन्छ भन्ने पनि अहिले तपाईँले न्युज सुनिरहनु भएको छ होला होइन। 30 वर्ष 40 वर्ष बसेको मान्छेहरू पनि जुम्बी भिसा पाएर इन्डिया नेपाल फर्किरहेका छन्, त्यस्तो न्युज पनि आइरहेका छन्, प्रशस्तै छन्। त्यही भएर एउटा चाहिँ के मेन्टालिटी राख्नु पऱ्यो भने नेपालमा हुँदाखेरि नेपालमा चाहिँ 3-4 महिना मिहिनेत गर्छु ल्याङ्ग्वेज पढ्दाखेरि, र जापान गइसकेपछि चाहिँ सेभिङ गर्ने बानी बसाल्छु र 4 वर्षभित्रमा चाहिँ N2 लेभल कम्प्लिट गर्छु भन्ने एउटा गोल राख्नुहोस्। त्यो भयो भने तपाईँले चाहिँ एउटा मिहिनेत गर्ने बानी बस्छ यहाँ चाहिँ है। यो स्टुडेन्ट र डिपेन्डेन्टको कमाइ भन्दा पनि नेपालबाट आउनेदेखिको एउटा प्रिपरेसन टाइपको भिडियो भए पनि यो चाहिँ भएको छ। तपाईँलाई कस्तो लाग्छ अन्तिमसम्म हेर्नु भएन र प्रतिक्रिया दिन नभुल्नुहोला, सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै भिडियो चाहिँ फेरि पनि ल्याउने छु। तपाईँले नयाँ भिडियो जस्तै जापानमा चाहिँ आमा बुवा भिजिटमा बोलाउन चाहनुभएको छ भने होइन, त्यस्तो भिडियोहरू मैले युट्युबमा हालिसकेको छु। तपाईँले पुरै लिस्ट हेर्नुभयो भने फरक जापान रिलेटेड भिडियोजहरू तपाईँले त्यहाँ पाउन सक्नुहुन्छ। अहिलेलाई यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। केही कन्फ्युजन केही छ भने कमेन्टमा प्रतिक्रिया दिन नबिर्सिनु होला र सब्सक्राइब गरिदिनु होला, ताकि नयाँ भिडियो लिएर म आइरहनेछु। धन्यवाद। यति भन्दै आजको भिडियो यहीँ समाप्त गर्छु। तपाईँको दिन शुभ रहोस्।